हेलो गाइस, वेलकम ब्याक टु न्यू ब्लग, न्यू डे। सो आजको ब्लग चाहिँ स्टार्ट भइरहेछ। करिबन 6 बज्न आइसक्यो। अब गुड इभिनिङ सबैजनालाई। आशा छ सबैजना सन्चै हुनुहुन्छ। म पनि एकदमै सन्चै छु। र आज चाहिँ मेरो पोखराको अन्तिम केही समय मात्र बाँकी छ हैन। अनि त्यसपछि चाहिँ म फेरि ब्याक टु काठमाडौँ हुँदैछु। र किनकि अब पोखरा त घुम्यो, अब पोखरा बसेर मात्र भएन, आफ्नो घर पनि हेर्नु पऱ्यो। सो त्यही कारणले मेरो सामानहरू फाटाफुटी प्याक भइसकेको छ। अनि मैले हल्का फुल्का रुमहरू पनि सफा गरिसकेँ, अलिअलि बाँकी छ। रुम सफा गऱ्यो, आफै बसेको टोयलेटहरू सबै सफा गरिसक्यो। सो म चाहिँ अब सामानहरू छ सबै तल लगेर जान्छु एकैलोटमा। सो टुडे जस्ट फ्यु आवर्स लेटर आई विल ब्याक टु काठमाडौँ, पोखरा टु काठमाडौँ। बट तपाईँहरूलाई एकदमै राम्रो खबर छ। के खबर भन्दाखेरि चाहिँ होइन, मैले बसको टिकट बुक गरेको छ, स्लिपर सोफा बस। मैले त्योवाला चाहिँ बुक गरेको छु। तर मलाई अहिलेसम्म चाहिँ अनुभव छैन कि कस्तो हुन्छ त्यो बस भनेर। हजुरहरूसँगै हेर्नेछौँ। म पनि पहिलोचोटि अनुभव लिँदैछु। सो कस्तो हुँदो रहेछ त्यो बसमा भनेर है त। अनि आज फाटाफुटी मिलाइसक्यो। अनि टोयलेटहरू सबै मैले सफा गरिसकेँ। यहाँ टोयलेटहरू के कस्तो हुन्छ भनेर टोयलेटहरू सबै सफा गरिसक्यो। अनि म चाहिँ तल खानासाना खाएर निस्किनेछु। बाटोमा भेटौँ है त। भर्खरै म यता पुगेको छु। मेरो बस चाहिँ यो हो। मेरो सिट ऊ त्यो माथिको चाल खोलेको चाहिँ हो। म चाहिँ मेरो सिट देखाउँछु। मेरो सिट यो नेपाल झन्डा भएको ठाउँमा। म चाहिँ एकछिन बाहिर आएको छु। यो भर्खर पुगेर ब्याग चाहिँ भित्र राखेर आएको। अहिले एकछिनतिर निस्किन्छ होला। अनि म अहिले एकछिनमा बसको भ्यू पनि देखाउँछु है। अब चाहिँ म बसमा चढ्छु अनि तपाईँहरूलाई अनि भ्यू देखाउँछु। अनि यो हो मेरो म जाने बस चाहिँ। अनि ठ्याक्कै करेन्टली भन्नुपर्दा म बस्ने ठाउँ चाहिँ यो माथि हो यो हो। अनि अहिले माथि पुगेर म देखाउँछु के कस्तो हो भनेर होइन। अनि अब म पहिला माथि चढ्छु। मेरो ब्यागहरू यहाँ छ। म पहिला माथि चढ्छु अनि त्यहाँबाट यस्तो खालको छ। यतापट्टि एउटा, यतापट्टि म बाहिर यस्तो छ। मेरो ब्यागहरू यहाँ छ। यहाँ ब्ल्याङ्केट रहेछ। यहाँ अलि पानीको चाहिँ उता रहेछ पानी। अनि म यता बसिरहेको छु। अलिक गरम भइरहेछ, फ्यान खोल्छु एकछिन। फ्यान पनि उपलब्ध रहेछ। त्यो खै सिस्टम हो यो पनि थाहा पाएन। मोबाइल चार्जिङको सिस्टम पनि रहेछ यता। एउटा ब्ल्याङ्केट त्यो सिरानी एकचोटि म ढल्किन्छु है। लास्ट कम्फर्टेबल खालको रहेछ सिटहरू चाहिँ। उठ्दा चाहिँ अलिकति टाउको अलि सानो सिट खोलेर पनि। सो गाइस, भर्खरै गाडी निस्क्यो। करिबन 5 मिनट जतिको। अनि यस्तो म चाहिँ यस्तरी बसिरहेको छु। मेरो साइड ब्याग, मेरो जुत्ता त्यहाँ छ। मेरो एउटा ब्याग यहाँ छ। म यसो ढल्किरहेको छु। मैले चाहिँ यस्तो खालको सिट बुक गरेको। मेरो 15 सिटहरू यसको लागि चाहिँ। अनि त्यही हो। अब हजुरहरू हेर्दै गर्नु न बाहिर आएको छ। अब मैले फ्ल्यास अफ गर्छु। पहिला फ्ल्यास अफ गर्छु, त्यहाँबाट भेट्नु है त। यो चाहिँ पोखराको
करिबन 4 आज 8 3-4 दिन त बसिएछ म रमाइलोले मजा आयो बस्नु घुम्नु पायो होइन मजा आयो सो तपाईँहरू भिडियोहरू लाइक कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनु है त बाँकी सबै काम म गरिदिइहाल्छु कि तपाईँको हजुरहरूको लागि काम म गरिदिइहाल्छु कि जस्तोमा पहिलोचोटि बसेको एक्सपिरियन्स राम्रो भएको छ यो स्लिपर सिटमा आनन्दले बस्नु पाइरहेको छ कि मजाले बस्नु पाइरहेको छ तर सिटहरू राम्रो रहेछ मलाई चाहिँ राम्रो लाग्यो सिटहरू सोफाको एकदमै चिटिक्क सफा पानीहरू अगाडि सेटअप गरेर राखेको होइन एकदमै राम्रो लाग्यो हजुरहरू पनि ट्राई गर्नु होला काठमाडौँदेखि आउने बेला यस्तो बस चाहिँ ट्राई गर्नु होला क्या जहाँसम्म लाग्छ यस्तो बस ट्राई गर्नु अरू बसभन्दा बेटर चाहिँ फिल मलाई त्यस्तो लाग्यो सो हजुरहरूले पनि सेयर गरिदिनु नि त सो त्यही कारणले अब बाहिर हेर्नु सक्नुहुन्छ यस्तो छ यो चाहिँ खासमा कुन ठाउँमा पुग्यो भनेर यो पनि हेर्नुपर्छ ए अलिकति मान्छे आएको भएको कि यो चाहिँ हो तर पनि मजाको मजा छ होइन सिट खाली छ तर मान्छे आउँछ कि छैन लाइन छैन मैले चाहिँ एउटा सिट बुक गरेको अब पार्टनर भए त राम्रो हुन्थ्यो नि अरे यहाँ चाहिँ कट अरे यहाँ तर रियालिटी हो होइन त्यही हो कसको पार्टनर हुनुहुन्छ होला त्यसको लागि चाहिँ यो यस्तो बस चाहिँ कम्फर्टेबल हुन्छ बस्नुलाई तर यो चाहिँ हेर्नुहोस् न यो बिरौटा चोक मेरो ख्यालमा बिरौटा चोक हो यो हो कि होइन बिरौटा चोक अलिक तल्लोपट्टि छ जस्तो लागिरहेको छ योभन्दा नि होइन के अरे नेपाल चस्मा गरेर यस्तो छ The wind hums songs at the break of day, whispering pines, secrets untold, carrying tales only the forest holds. Moonlight spills through the velvet dark, patterns, leaving its mark. The roots stretch deep, the earth's gentle sigh, a lullaby sung to the open sky. Oh, whispering pines, sing me your tune, caught in stars and the moon. Teach me the language of rustling leaves, stories that linger on the breath of the breeze. So we are waiting for here for dinner timing. यहाँ चाहिँ खाना खाने बेला भएको छ त्यही कारण बस रोकिरहेको छ यो बस हाम्रो अनि यो यहाँ छ पृथ्वी हाइवे तनहुमा पो रहेछ भ्यानेटर तनहुमा भ्यानेटर तनहु अरे
गाइस फाइनली आई विल टेक टु रुम म रुममा पुग्न लागेको छु खालि उतासम्म जानुपर्छ ब्यागेज यता म रुममा पुग्न आँट्यो रुममा पुग्न आँटिसक्यो यहाँ भाइलाई फोन गरिसक्यो भाइले गेट खोल्छ म भर्खर रुममा पुग्यो अब थाकिसक्यो अब रेस्ट गर्छु आजलाई यति नै हजुरहरू राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु थ्याङ्क्स